फाइनली बालुवा डाँडा आइपुग्यौँ हामी है। साथीहरू यो हाम्रो नवलपरासीको बालुवा डाँडा ठाउँ आइपुगिसक्यो। पूर्वी नवलपरासीको एकदमै सुन्दर ठाउँ पनि हो, किनकि यो हाम्रो यहाँबाट धेरैभन्दा धेरै ठाउँहरू देखिन्छ। सबै विभिन्न यो हाम्रो जिल्लाको अब देख्न सकिन्छ। जस्तै यो मेन यो हाम्रो टावर हो, यो देख्न सक्नुहुनेछ। यो पूर्वी नवलपरासीको सदरमुकामदेखि उत्तरी भागको यो बालुवा डाँडा अर्थात् कुमसोक डाँडाबाट हामीले देख्न सक्ने यो दृश्यहरू एकदमै सुन्दर दृश्य छ। हाम्रो यो तराई बेल्ट र त्योभन्दा उता पहाडी बेल्ट फेरि छ। यो चितवनको भूभागहरू यहाँबाट देखिन्छ भने यो तपाईँहरूले चितवनको भूभाग देख्न सक्नुहुनेछ यहाँबाट। र यता हाम्रो नवलपरासी नारायणी देख्न सकिन्छ। हामी तपाईँहरूले देख्न सक्छौँ यो हाम्रो नारायणी हो, यो सेतो सेतो देखिएको। र यहाँबाट देखिने सम्पूर्ण दृश्यहरू हाम्रो नवलपरासीको पूर्वी भूभागहरू हुन्। अब यहाँ लगभग हाम्रो 4वटा गाउँपालिका 4वटा नगरपालिकाबाट बनेको यो पूर्वी नवलपरासी एउटा पूर्व नेपालको मध्यबिन्दु पनि हो। र यहाँ एकदमै हामी यही बाटो हुँदै हाम्रो यो बाटो हुँदै हामी भनौँ न हुप्सीकोट, राईकोट, बोबक, डेढगाउँ यही बाटो जान्छौँ। फलामखानी जाने बाटो पनि यही हो, तपाईँहरूले देख्न सक्नुहुनेछ। धोबादी फलामखानी एकदमै यो देशको एउटा यो ठाउँ चाहिँ हाम्रो देश नेपाललाई एकदमै एउटा मेरुदण्ड मानिने जिल्ला पनि हो। र किनकि यहाँ यो फलाम प्रशोधन गर्न सक्यौँ भने यहाँका यो धोबादी डाँडामा एकदमै धेरै फलाम छ। त्यसैले यो धोबाडी डाँडा फलाम प्रशोधन गरेर सक्यौँ भने हाम्रो देशको आर्थिक उन्नतिको कायापलट हुन सक्ने सम्भावनाको एकदमै प्रचुर क्षेत्र हो। त्यसैले हामी सबैजनाले यो ठाउँलाई यो एउटा कस्तो भने पर्यटकीय गन्तव्य पनि हो। अब तपाईँहरूलाई यो देखाउँछु, यो तल्लो भागमा हामीले एकसिङे गैँडादेखि बाघ भालु हाम्रो राष्ट्रिय निकुञ्जसँगै जोडिएको भूभागहरू हुन्। अब यो सबै देख्छौँ हामी, एकदमै जोडिएका ठाउँहरू छन्। यी हाम्रा यी भूभागहरू सबै राष्ट्रिय निकुञ्जहरू छन् जोडिएका। त्यसैले एकदमै सुन्दर ठाउँ छ यो ठाउँलाई। यो उपत्यका पनि हो, हामी देख्न सक्छौँ। जहाँ भए पनि तपाईँहरू आउन सक्नुहुनेछ यो ठाउँमा आएर एकचोटि भरपुर आनन्द लिन सक्नुहुनेछ। यस्तो छ यो पूर्वी नवलपरासीको आफ्नै विशेषता छ, एकदमै विशेष ठाउँ छ। यो नेपालको एकदमै सुन्दर रमणीय स्थल पनि हो। यो उत्तरी भूभाग देख्छौँ हामी, धेरैभन्दा धेरै एकदमै प्रख्यात एकदमै हामी सुनेका समाचार न्युजहरूमा सुनेको यो चाहिँ हाम्रो धोबादी डाँडा अर्थात् फलामखानी यहीँ छ। हाम्रो एकदमै यो देशलाई एकदमै एउटा विकास उन्नतिको बाटोमा डोर्याउने यो एउटा एकदमै अहम भूमिका खेल्दछ। किनकि यो हाम्रो सरकारले यसलाई उत्खनन गर्यो भने हामी एकदमै धेरैभन्दा धेरै फल निकाल्न सक्छौँ। त्यसैले हामी यी बाह्य पर्यटन आन्तरिक पर्यटकहरूलाई पनि यहाँ भित्र्याउन सकिन्छ। तर यहाँ हामीले प्रचार प्रसारको आवश्यकता पनि छ र हामी कुनै पनि प्रचार प्रसारको केही कारणले पनि यहाँको वृद्धि विकास र उन्नति नहुन सकेको हो कि भन्ने हाम्रो ठम्याइ छ। त्यसैले हामी सबैले यो जहाँ भए पनि सबै एकचोटि घुम्नलाई एकचोटि यहाँ अवलोकन गरिदिन आउनुहुनेछ भने म आशा गरेको छु। र तपाईँहरूले पक्कै पनि यहाँ हाम्रो यहाँ देख्न सक्नुहुनेछ। अब यो दक्षिणी बेल्ट हो, यो दक्षिणी बेल्ट हाम्रो नवलपरासीको दक्षिणी बेल्ट। र यहाँ चाहिँ हाम्रो नारायणीको करिडोरहरू देखिन्छ, राष्ट्रिय निकुञ्जहरू देखिन्छ। र त्योभन्दा उता चुरे पहाडहरू देख्न सक्छौँ। त्यसैले यहाँ एउटा ऐतिहासिक क्षेत्र पनि हो यो।